Hello everyone, Namaste. Welcome back again. Welcome back to my new video. आजको यस भिडियोमा रहेर चाहिँ जापानमा यो 2025 लागेसँगै चाहिँ जापानमा विदेशी विद्यार्थीहरुको लागि चाहिँ के नयाँ नियमहरु चाहिँ आएका छन्। ती नियमहरुले चाहिँ हामी नेपालबाट आएका विद्यार्थीहरुलाई पनि के प्रभाव पार्ने देखिएको छ। नयाँ नियम यो 2025 लागेसँगै आएका नयाँ नियम मध्ये आजको यस भिडियोमा केही महत्त्वपूर्ण र केही कडा नियमहरुको बारेमा आजको यस भिडियोमा तपाईहरुलाई म भन्न लागिरहेको छु। तपाईहरु पनि यदि जापान स्टुडेन्ट भिजामा आउन लाग्नु भएको छ, आउने तयारीमा हुनुहुन्छ, आउने सोच गर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो पनि तपाईहरुको लागि केही जानकारीमूलक हुन सक्छ। त्यही भएर भिडियो हेर्दै गर्नु होला। नयाँ रुल्समा आएको एकदमै महत्त्वपूर्ण रुल्स नयाँ नियम भनेको चाहिँ जापानमा अब चाहिँ विदेशी विद्यार्थीले जापानमा रहेर पढुन्जेल बसुन्जेल स्टुडेन्ट भिजामा रहउन्जेल चाहिँ जापानमा लाग्ने जीविकोपार्जनको लागि लाग्ने हरेक महिनाको लागि चाहिँ खर्च अब चाहिँ आफ्नै देशबाट नै स्पोन्सर जुन हामीले आफ्नो देशबाट आउँदाखेरि स्पोन्सर राखिएको हुन्छ, बुबा अर्थात मम्मीहरु स्पोन्सर राखिएको हुन्छ, उहाँहरुकै खाताबाट जापानको खातामा पैसा पठाउनु पर्छ भनिएको छ। कति पठाउने भन्ने कुरामा चाहिँ हामीले नेपालबाट जापान आउनु अघि अर्थात हाम्रो सीओई एप्लाई गर्नुपर्ने बेलामा डकुमेन्ट बनाउने क्रममा हामीले एउटा डकुमेन्ट बनाएका हुन्छौं। त्यो डकुमेन्ट चाहिँ लेटर अफ गार्जियन्स टु पे एक्सपेन्सेस भन्ने नामको एउटा पेपरमा एउटा डकुमेन्ट बैंक डकुमेन्ट अन्तर्गत पर्ने एउटा डकुमेन्ट बनाएका हुन्छौं। त्यसमा चाहिँ त्यो डकुमेन्टको तलपट्टि लेखिएको हुन्छ कि त्यहाँनेर चाहिँ म आफ्ना छोरा या छोरीलाई जापानमा स्टुडेन्ट भिजामा विद्यार्थी भिजामा बसुन्जेल हरेक महिना जापानको जीवनशैली अन्तर्गत जीवन यापन अन्तर्गत लाग्ने खर्च चाहिँ म आफूले नेपालबाट हरेक महिना पठाउँछु भनेर लेखिएको हुन्छ। त्यसरी नेपालबाट रेमिट गर्छु भनेर लेखिएको हुन्छ। त्यो भनेको चाहिँ जापानमा एक महिनाको जापानमा एउटा विद्यार्थीलाई गर्नुपर्ने खर्च भनेको चाहिँ 7 देखि 10 मान जति चाहिँ हुने गर्छ। त्यो भनेको चाहिँ नेपालको 70 देखि 1 लाखको हाराहारीको बीचमा पर्छ। अनि त्यो लेखिएको अमाउन्ट अनुसार चाहिँ अबदेखि चाहिँ हामीले नेपालबाटै आफ्नो स्पोन्सरको खाताबाट हरेक महिना चाहिँ जापानको खातामा नेपालको स्पोन्सरको खाताबाट पैसा पठाउनु पर्ने छ। यो 2025 भन्दा अगाडि चाहिँ यो डकुमेन्ट चाहिँ बनाउन चाहिँ बनाइन्थ्यो, तर यो डकुमेन्ट चाहिँ कागजमा मात्रै सीमित हुने गर्थ्यो भने यो 2025 लागेसँगै चाहिँ जापानको केही नयाँ नियम आएसँगै चाहिँ यो पनि नियम चाहिँ एकदमै कडा रूपमा थपिएको छ। यो नियम चाहिँ नियम मात्रै नभएर यो नियम पालना नगरेमा विद्यार्थीलाई फ्युचरमा भिजामा समेत प्रभाव पार्न सक्ने भनिएको छ र भिजा थप्ने बेला भिजा रिन्यू गर्ने बेला चाहिँ यो पठाएको सम्पूर्ण डकुमेन्टहरु पनि भिजा थप्ने बेला इमिग्रेसनमा चाहिँ सक्कली डकुमेन्टहरु नै बुझाउनु पर्ने भनिएको छ। यदि नबुझाएको खण्डमा भिजामा जहिले पनि समस्या पर्न सक्ने भनिएको छ। र मेरो व्यक्तिगत कुरा गर्नु पर्दा पनि यो 2025 लागेसँगै चाहिँ मलाई पनि मेरो गाक्कोले मेरो कलेजको निर्देशनमा मैले पनि नेपालबाट केही महिना अगाडिदेखि नै हरेक महिना चाहिँ आफूलाई लाग्ने खर्च अन्तर्गत नेपालबाटै स्पोन्सरको खाताबाट बुबाको खाताबाट चाहिँ नेपालबाट जापानको मेरो खातामा चाहिँ पैसा पठाउन थालिसकेको छु। यसरी पैसा पठाउँदा चाहिँ मेरो अनुभवमा चाहिँ मेरो चाहिँ त्यो पेपरमा लेखिएको पैसा भनेको चाहिँ 70,000 चाहिँ त्यहाँनेर लेखिएको छ। 70,000 येन चाहिँ मैले चाहिँ त्यो नेपालबाट जापानमा पैसा त्यति मलाई पठाउँदा चाहिँ 8 देखि 10,000 को बीचमा चाहिँ मलाई बैंक चार्ज अनि गभर्नमेन्ट ट्याक्स यताउति गरेर चाहिँ मेरो बीचमै पैसा काटिएको थियो। त्यसरी ट्याक्सहरु काट्छ यताउति चार्जहरु काट्छ भनेर अब रुल्स आको रुल्सलाई त फलो गर्नै पर्यो हैन। त्यसरी फलो चाहिँ गर्नै पर्छ र तर तपाईहरुले अलिकति 2-3 महिनाको एकैचोटी यसरी पठाएर 2-3 ताल चार्जहरु काट्नेबाट चाहिँ त्यसरी एकैताल 3-4 महिनाको एकैचोटी पठाउन पनि चाहिँ त्यसरी सक्नुहुन्छ। फेरि हरेक महिना पठाउनै पर्ने हालको चाहिँ होइन, त्यसरी बुझ्नु होला। र त्यस्तै अर्को जापानमा यो 2025 लागेसँगै विदेशी विद्यार्थीहरुलाई आएको अर्को एकदमै महत्त्वपूर्ण नियम भनेको चाहिँ अबदेखि चाहिँ जे जति पहिला चाहिँ जापानमा विद्यार्थीहरुले कलेजको फी जापानको यहाँ आएको दोस्रो वर्ष तेस्रो वर्षको पहिलो वर्षको त नेपालबाटै तिर आएको हुन्छ नेपालबाटै, र दोस्रो तेस्रो वर्षको जो जतिले 2025 भन्दा अगाडि चाहिँ यही आएर कमाएर यही आएर कलेजलाई दिदा हुन्थ्यो, यही आएर आफैले तिर्दा हुन्थ्यो भने चाहिँ अबदेखिको नियममा चाहिँ 2025 देखि यता चाहिँ त्यो पनि नेपालबाटै स्पोन्सरकै खाताबाट यहाँको दोस्रो तेस्रो चौथो वर्षको कलेज फी पनि नेपालको स्पोन्सरकै खाताबाट हाल्नु पर्ने भनिएको छ।
त्यो पनि अब धेरै कलेजहरुले त लागू गरिसकेको अवस्था पनि छ हाम्रै कलेजहरुको केसहरुमा पनि हाम्रो कलेजबाट नि लागू भइसकेको छ रुल्स आएपछि जापानमा लागू नगर्ने भन्ने कुराले त अलिकति कलेजलाई नै गाह्रो पर्न सक्छ त्यही भएर धेरै जसो कलेजहरुले लागू गरिसकेका छन् र हाम्रै कुरा गर्नु पर्दा पनि हामीले नै पनि यो 2025 यता लागिसकेपछि कलेज फी पनि एक किस्ता चाहिँ नेपालबाटै हालिसकेको स्पोन्सरकै खाताबाट हालिसकेको अवस्था छ यो पनि एकदमै महत्त्वपूर्ण चेन्जेस हो यो 2025 मा विदेशी विद्यार्थीमा लागू हुने नियममा आएको महत्त्वपूर्ण नियम अन्तर्गतको यो कुरा पनि हामीले नेपालबाट जापान आउनु अघि बनाएका डकुमेन्टेसनमा नै लेखिएको कुरा हो तर यो 2025 अगाडि चाहिँ यो धेरै कलेजहरुमा चाहिँ यो जापानमा चाहिँ यो रुल्सहरु थिएन कागजमा मात्र सीमित थियो यो कुरा पनि त्यही भएर यो 2025 देखि यता चाहिँ त्यो रुल्सहरु पनि आएको छ र यसरी पठाएर चाहिँ अब हाम्रो जापानमा विद्यार्थीको भिजा थप्ने बेलामा भिजा रिन्यू गर्ने बेलामा चाहिँ पठाएका सम्पूर्ण सक्कली कागजपत्रहरु चाहिँ इमिग्रेसनले खोज्ने र इमिग्रेसनमा चाहिँ त्यसरी बुझाउनु पर्ने भनिएको छ त्यसरी इमिग्रेसनले कारण चाहिँ किन यहीँबाट तिरेको भनेर सोध्न सक्ने भनिएको छ त्यही भएर नेपालबाट नै पठाउनु पर्ने भनिएको छ यो सँगै चाहिँ जापानमा अन्य पनि यो 2025 लागेदेखि यता चाहिँ विद्यार्थीहरुको लागि अन्य थुप्रै नियमहरु नयाँ नियमहरु चाहिँ आइसकेका छन् यो नियमहरु पनि तपाईहरुलाई म बताउँदै जानेछु यो नियमहरुको बारेमा नि अपडेटमै रहनु होला नेपालबाट आउनु अघि नै यस्ता नियमहरु चाहिँ बुझिराख्नु भयो भने चाहिँ तपाईहरुलाई यहाँ आइसकेपछि पनि यनेरी एडजस्ट हुन सजिलो हुन्छ र अर्को भन्नुपर्ने कुरा चाहिँ नेपालबाट आउनु अघि चाहिँ यनेरी तपाईहरु नेपालबाट आउनु अघि चाहिँ स्पोन्सरको पनि खाताहरु खोलेर सबै कुराहरु रेडी गरेर नै आउनु होला तपाई यहाँ आइसकेपछि पनि त्यो स्पोन्सरको खाता खोल्ने यताउति काममा यहाँबाट झन्झट लिनुपर्ने अवस्था हुँदैन सबै तयारी गरेर आउँदाखेरि सबै कुरा बुझेर आउँदाखेरि नै राम्रो हुने देखिन्छ त्यही भएर नयाँ रुल्सहरुको बारेमा अपडेटको लागि चाहिँ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला अन्य अपडेटहरु केही आएछ भने पनि लिएर आउने छु केही छ नबुझ्नु भएको कुराहरु छ भने कमेन्टहरु गर्न सक्नुहुनेछ आजको लागि भिडियो यति नै थियो फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि बिदा हुन्छु थ्यांक यू भेरी मच